हजुर सम्पूर्णलाई फेरि पनि स्वागत तथा अभिवादन जनाउँदछु मेरो फेसबुक पेजमा, जसलाई मैले मम्मा एन्ड छोराको नाममा राखेको छु। यो बेला हजुरले देख्नु सक्नुहुन्छ हरियाली पहाडमा चियाको बुट्टाहरू। यो चाहिँ हो मिरिकको चिया बगान। हामी चाहिँ मिरिक पुगिसकेको छौँ। मैले पछिल्लो सर्ट्स भिडियोमा पनि भनेको थिएँ कि म शादीको चाहिँ कुछ झलक हजुरलाई म प्रेजेन्ट गर्छु भनेर। मलाई देख्नुभयो होला, एकदमै म राम्ररी देखेको छु नि होइन। एक्चुअली म राम्री नै छु है, सबैजना राम्रो नै हुन्छ होइन। लभ योर सेल्फ भन्छ नि, आफूलाई माया गर्नु भन्छ। हामीले चाहिँ पुगेर चाहिँ सबैजनासँग भेटघाट गरेर चाहिँ फोटोसुटहरू गऱ्यौँ होइन, भिडियोहरू बनायौँ। कुनै पनि इभेन्टमा फोटोसुट भिडियो गर्न भने चाहिँ द्याट विल बी टोटली इन्कम्प्लिट। त्यो त इन्कम्प्लिट हुने चाहिँ नि त होइन, लास्टमा रहने त एज अ मेमोरी त त्यही फोटो त्यही भिडियो नै त रहने हो। अनि त्यस पछाडि चाहिँ वी एन्टर म्यारेजको हलमा। म्यारेजको हलमा चाहिँ वान साइडमा चाहिँ ग्रुम एन्ड ब्राइड राख्ने जग्गा बनाएको थियो भने अर्कोपट्टि चाहिँ डाइनिङ हल थियो। अनि यो चाहिँ जुन भ्यू हजुरले देख्नु सक्नुहुन्छ, बेहुलाको घरको माथिबाट देख्ने भ्यू हो है। अनि हामीहरू यहाँ छौँ। अनि हजुरहरूलाई फेरि पनि भन्न चाहन्छु, बेहुला चाहिँ को भनेर भन्दाखेरि चाहिँ मेरो बुहारीको चाहिँ कजन ब्रदर हो, यानि कि बडाको चाहिँ छोरा हो। हेर्नु सक्नुहोस्, यस्तो देख्यो भने त खानापिना पनि केही पनि खानु मन लाग्दैन होला नि, तर ठन्डामा झन् रुच्छ भनेको मैले सुनेको थिएँ। अनि त्यस पछाडि चाहिँ हामी धेरै इन्जोयमेन्ट गरेर चाहिँ हामी बेहुला बेहुलीलाई आशीर्वाद दिने क्रममा छौँ, किनभने हामीलाई फर्किनु छ। लगभग 200 किलोमिटर हामीले दूरी तय गर्नुपर्छ र किनभने पहाडको बाटो त्यो बासमा चाहिँ त्यसको पछि चाहिँ हामीहरूले चाहिँ आशीर्वाद दिने क्रमको बादमा चाहिँ हामीहरू अब खाना खानु मेन कोर्समा डाइरेक्टली चाहिँ हामी मेन कोर्समा चाहिँ आयो, किनभने हामीलाई बिहा चाहिँ जस्ट स्टार्ट मात्रै भएको थियो। बुहारीले खाना खानु भनिरहेको थियो। हामीले सोच्यो होइन, अब एउटा बिहा भन्नु कुनै पनि इभेन्ट भनेको एकजना मात्रै मान्छे आएको हुँदैन, हरेक जग्गाबाट मान्छे आएको हुन्छ आफ्नोदेखि लिएर आसपडोसमा गाउँको सबैजनालाई नै मिलाएर नै हामीले हेर्नुपर्ने हुन्छ। त्यसैले हामीले सोच्यौँ अब खाली चाहिँ खाना खाऊँ, हामी फर्किनु पनि पर्छ। खानामा देख्नु सक्नुहुन्छ त्यसमा इज द टोटली भेज प्लेटर, यहाँनिर चाहिँ एकदमै भेज छ होइन। हामीहरू चाहिँ प्रायः भेज खाना नै अब जता पनि खान्छौँ, किनभने हामी भेज खाना खाने मान्छे हो नि त होइन। अनि मेरो भाइ छ, हामी सबैजना हामी छौँ यहाँ खाना खायौँ हामीले। त्यस पछाडि ब्यान्डमा भाइले मजाको गाना गाउनु हुँदै थियो, एकदमै माहौललाई राम्रो बनाउनु हुँदै थियो। अनि यो ब्यान्डको उतापट्टि तपाईँले देख्नु सक्नुहुन्छ, एकदमै रमाइलो कुरा म तपाईँलाई सेयर गर्न गइरहेको छु। यो जुन जग्गा छ 26 भनिन्छ हाम्रो बुहारीको माइत गाउँ चाहिँ मिरिकमा। अनि एकदमै बोर्डर भनौँ न, सिमाना, नेपालको सिमानामा पर्छ। दिदी हुनुहुन्छ भाउजूको बुहारीको चाहिँ फुपू हुनुहुन्छ, फुपूले भन्नुहुँदैछ। मैले चाहिँ मजाक पनि गरेँ, खाना चाहिँ इन्डियामा खाएर बिहा इन्डियामा खाएर समाज लगाउनु चाहिँ नेपाल, दिदीले पनि भन्नुहुँदैछ होइन। नेपाल पो पुग्नु पर्ने रहेछ त भनेर जस्ट हेर्नुहोस् वेलकम टु नेपाल भनेर लेखेछ होइन। यो बाटो चाहिँ नेपालको रहेछ, यतापट्टि चाहिँ इन्डिया होइन। अनि समाजमा बस्नुहुने दाजुहरू चाहिँ मतलब यता बस्नु भएको रहेछ, त्यो जग्गाको कमीले पनि हुनसक्छ। अनि यो हो तपाईँको स्टार्टर्समा चाहिँ खानु त पर्ने पहिला यो थियो, बट हामी उल्टापल्टा गर्ने नै मान्छेहरू हामी है, त्यस्तै हुन्छ हामी नेपाली, त्यस्तै नै हो। अनि यहाँ भाइले चाहिँ मेरो नानीले चाहिँ मोमो खाँदैछ, उसले पहिल्यै देखेको थियो मोमो खान्छु भन्दै थियो। मैले ल मोमो खाएँ चाहिँ चाउमिन खायो होइन, चाउमिन पकौडा फ्रेन्च फ्राइज जति पनि कुराहरू थियो सबै खायो, एक्सेप्ट द्याट कि फ्रुट्सहरू मैले त्यहाँ बसेर पुरा विचार गरेँ, खाएकै थिएन। हाम्रो नेपाली गोर्खा जातिमा फ्रुट्सहरू एकदमै कम्ती चल्छ नि त, हामीले बिमारी भएको बेलामा त्यस्तो मात्रै खोज्छ फ्रुट्सहरू। एकजना दिदीले चाहिँ पिरो भएर चाहिँ खानु हुँदै थियो, मैले चाहिँ 2टा पिस खाएँ वाटरमेलनको। अनि मेरो नानी सुतेको छ। यो चाहिँ हामी घर फर्किँदै गरेको क्लिप हो। यसै क्रममा हामीहरू घर पनि फर्किँदै गरेको छौँ र थुप्रै फोटोहरू हजुरहरूको लागि मैले छोडेर गएको छु। मेरो फेसबुक पेजलाई माया गरेर यदि हजुरले अझसम्म पनि मेरो फेसबुक पेजलाई फलो गर्नुभएको छैन भने प्लिज फलो गरिदिनु होला, सपोर्ट गरिदिनु होला, माया गरिदिनु होला। हजुरको मायाले हामीलाई धेरै खुसी मिल्नेछ। हस्, धन्यवाद। फेरि भेट हुनेछ। बाई बाई।